नमस्कार सम्पूर्णलाई आज चाहिँ म तपाईहरुलाई एकदम छिटो मिठो है ब्रेकफास्ट पोहा बनाउँदै छु है तपाईहरुलाई देखाइरहेको छु। यहाँ मैले हाफ लेमन काटेर राखेको छु अनि ग्रीन चिल्ली 4-5 स्लिट गरेर राखेको छु। यो करी लिफ अनि यहाँ छोटा छोटा आलु सानो सानो काटेर राखेको छु। यो धनिया पत्ता अनि यो अनियन यसलाई पनि छोटो छोटो काटेर राखेको छु। र यहाँ मैले अलरेडी पोहालाई सोक गरेर राखेको छु। यो चाहिँ हाम्रो नेपालीमा चाहिँ यसलाई चिउरा भन्छ। ल साथीहरु अब स्टार्ट गरौँ। लेट्स गो स्टार्ट। ग्यासलाई मिडियम साइजमा राख्दिनुहोस् अनि फ्राई प्यान राख्नुहोस् अनि ओइल हाल्नुहोस्। चिउरा है यो पोहा बनाउँदा चाहिँ तेल अलिक ज्यादा हाल्नुपर्छ। यहाँ तेल मेरो गरम हुँदैछ अनि यहाँ पोहा चिउरालाई मैले सोक गरेर राखेको छु। यहाँ हाफ लेमन रेडी छ र यो करी लिफ, यो ग्रीन चिल्ली अनि स्मल स्क्वायर कट पोटेटो अनि कोरिएन्डर लिफ, दिस इज अनियन। अब मेरो तेल गरम भइसक्यो। अब म ग्रीन चिल्ली अनियन अनि पोटेटो यसलाई मजाले चलाइदिनुहोस्। एकदम स्वादिष्ट मिठो अनि छिटो बन्ने ब्रेकफास्ट है। हिङ पहिल्यै हाल्नुपर्ने थियो है, अहिले भर्खर हाल्दैछु, बिर्सेछु, आइ एम सो सरी। अलिकति हल्दी अब मेरो आलु अनियन पकिसक्यो है। अनियन र आलु पोटेटो चाहिँ सँगसँगै हाल्नुपर्छ है, नत्र अनियन जल्छ, आलु पाकिन्जेलसम्ममा। अब म यसमा पोहा चिउरा एड गर्दैछु। यसमा सल्ट एन्ड नमक नुन है पहिल्यै हाल्नु हुँदैन। अब म यसमा नुन एड गर्दैछु। पोहा चिउरा हालेर मात्र तपाईले नुन हालिदिनुहोस्। अब मैले अघि काटेर राखेको धनिया एड गर्दैछु र मैले अघि हाफ लेमन राखेको थिएँ है, निम्बु, त्यसलाई अलरेडी निचोरेर राखेको थिएँ स्क्विज गरेर। अब यो निम्बु पानी पनि एड गर्दैछु जसमा कि खट्टा मिठा एकदम स्पाइसी होस् है। अनि म चिनी 1 टेबल स्पुन चिनी पनि मिक्स गर्दैछु, सुगर। वाउ, गरम गरम पोहा है, गरम गरम मर्निङको ब्रेकफास्ट मेरो रेडी भइसक्यो। अब म हट ग्यासमा ट्रान्सफर गर्दैछु। वाह, गरम गरम। वाउ,
एकदम टेस्टीवाला पोहा है ब्रेकफास्ट मेरो रेडी भइसक्यो। यसमा तपाईहरुले रोस्ट पिनट पनि हालेर खान सक्नुहुन्छ, तर म चाहिँ मन पर्दैन है। त्यसकारणले गर्दाखेरि सेव भुजा माथिबाट हालेर खाने गर्छु। मेरो ब्रेकफास्ट तयार भइसक्यो। वाउ, एक साइडमा हट कफी अनि एक साइडमा मेरो यामी पोहा। तपाईहरु पनि बनाएर खानुहोस् है, अनि इन्जोय गर्नुहोस्। मेरो पोहा टेस्टी। तपाईहरु पनि बनाएर खाएर इन्जोय गर्नु होला। बाई बाई, ह्याप्पी सन्डे।